एकअर्कासँग दुश्मनी, एकअर्कासँग मनमुटाव, कोही बोलचाल हुँदैन, हृदयमा तीतोपना बोकेर विरोधको कुराहरू भए। म आज तपाईहरुलाई स्पष्ट गराउने छु यो के भएर हुन्छ भनेर र कसले गरेको हो। सम्पूर्ण मित्रहरूलाई येशू ख्रीष्टको नाममा जय मसीह। म ध्यान शिष्यको तर्फबाट परमेश्वरलाई धन्यवाद होस् जुन आज मैले वचन लिएर आएको छु। जुन वचन तपाईहरुले सुन्नुहुन्छ सुरुदेखि अन्तिमसम्म तपाईहरुलाई परमेश्वरले आशिष गर्नुहुनेछ र परमेश्वरलाई धन्यवाद होस्। र आजको जुन वचन लिएर आएको छु यूहन्ना 13 अध्यायको 1-2 र 24 र 35 लाई हामी हेर्नेछौँ। जुन यो वचनको टपिक छ एकअर्कालाई प्रेम गर। विभिन्न कुराहरू हुने गर्छन् कोही बेला, अनि कसै त एकअर्कासँग दुश्मनी भएर एकअर्कासँग मनमुटाव भएर पनि चर्च नआउने कामहरू गर्ने गर्छन्। यो बीचमा के भइरहेछ भन्ने कुराहरू हामी बुझ्नु चाहदैनौँ। कोही बोलचाल हुँदैन, कतिजनाले हृदयमा तीतोपना बोकेर काँडाहरू उमारेर विरोधको कुराहरू भइरहेको हुन्छन्। म आज तपाईहरुलाई स्पष्ट गराउने छु यो के भएर हुन्छ भनेर र कसले गरेको हो भन्ने कुराहरू। यूहन्ना 13 अध्यायको 1 र 2 हेर्नेछौँ। स्तर 4 को अघि यस संसारबाट बिदा भएर पिता कहाँ जाने उहाँको समय आइपुग्यो भन्ने यीशुले थाहा पाउनुभयो। अनि संसारमा भएका उहाँका आफ्ना जातिहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्म प्रेम गर्नुभयो। अनि बेलुकाको भोजनको बेला अनि दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो। दुष्ट दियाबलसले प्रभु यीशुलाई पक्राउने भन्ने विचार मनहरू दुष्ट दियाबलसले अगाडिबाटै हालिसकेको थियो। तर दियाबलसै चाहिँ उसको जीवनमा प्रवेश गरिसकेको थिएन। यीशुले रोटी भाँचेर चोबेर, रोटीको टुक्रा भाँचेर चोबेर यहूदा इस्करियोतलाई दिनुभयो अनि त्यो यहूदा इस्करियोतले खानुभयो। त्यतिखेरै दुष्ट दियाबलस यहूदा इस्करियोतको जीवनमा प्रवेश गर्नुभयो। परमेश्वरको नजिकको मित्र या चेलाहरू हुन्। आफ्नै गुरु चेलामा या त्यस्ता कामहरू दुष्ट शैतानले गरे। तर यो योजनाहरू पनि जुन परमेश्वरको कार्यहरू पूरा हुनु थियो। तर यहाँ अहिले चाहिँ के गर्छन्, परमेश्वरको काम गर्नको लागि बाधा गर्नुको लागिलाई चाहिँ यो दुष्ट आत्मा दियाबलसले यस्तो विचारहरू हालिदिने गर्छन्। हाम्रो जीवनमा मानिसले कहिले पनि दुष्ट कार्य, दुष्ट काम गर्नु चाहदैनन्। जो कोहीले पनि त्यो मन लाग्दैन। तर त्यस्ता मनहरू हालिदिने काम चाहिँ दुष्ट शैतानले गरिदिन्छन्। परिवार फुटेर जान्छन्, परिवार झगडा गरेर दुश्मनी मोल्छन्। आफ्नै परिवारमा आफ्नो छोरा, आफ्नो दाजुभाइ, आफ्नो चेलीबेटी यीहरूमा पनि दुश्मनी मोल्दिन्छ दुष्ट शैतानले। कोही चेलीमाइती बोलचाल बन्द हुन्छ भने कोही दाजुभाइ बोलचाल बन्द गरिदिन्छन्, किनभने उनीहरू एकजुट भएर असल काम गर्न नसकोस्। शैतानले चाहन्छ जो व्यक्ति पनि गिरिएको, जो व्यक्ति पनि खराब बाटोमा हिँडेर मृत्युमा लान चाहन्छ। जहिले पनि शैतानले मृत्युमा लानु खोज्छ, अन्तिममा विनाशमा पुर्याउनु खोज्छ। र जो व्यक्ति विनाशमा जान्छ, जो व्यक्ति मृत्युको मुखमा पुग्दछ, शैतान खुसी हुन्छ। असल कार्य गरेको शैतानलाई मन पर्दैन। हाम्रो मण्डली हुँदी पनि विरोधको कुराहरू, खटपटको कुराहरू, तीतोपनाको कुराहरू, एकअर्कालाई विरोध है, यो कुराहरू मण्डलीले गरेको होइन र दासहरूले पनि गरेको होइन। तर त्यो कुरा ल्याउने र हालिदिने काम दुष्ट दियाबलसको हो। तपाईको हृदय र तपाईको मस्तिष्कलाई शैतानले कब्जामा ल्याएपछि तपाईलाई चाहिँ शैतानको अधीनतामा, शैतानको आज्ञाकारितामा तपाईलाई हिँडाउन थाल्छ। अनि त्यहाँनेरि चाहिँ दुश्मनी आउन थाल्छ। त्यो मण्डली चाहिँ वृद्धि नहोस्, त्यो मण्डली अघि बढेर नजाओस्। परमेश्वरको आत्मिक क्षेत्रमा, परमेश्वरको राज्यमा
वृद्धिको कामहरू गर्न नसकोस् भनेर त्यो मण्डली परिवारमा त्यस्तो खटफट ल्याइदिने काम दुष्ट दियाबल्सको हो। एकअर्कालाई विरोध गर्ने, एकअर्काको कुरा काटेर हिँड्ने, यी सबै कुराहरू तपाईको मनमा दुष्ट दियाबल्सले हालिदिएको हुन्छ। हृदय खाली राखेपछि शैतानले त्यो खाली ठाउँ भर्दिने काम गर्छ, तर खराब कुराले भर्दिने गर्छ। यो हृदयमा चाहिँ प्रभु येशूको प्रेमले भरियो भने हामी मण्डलीमा एकअर्कालाई प्रेम गर्छौं अनि छिमेकीलाई प्रेम गर्छौं या बाहिरका मानिसहरूलाई पनि प्रेम गर्न सुरु गर्छौं। पापलाई ढाक्ने चाहिँ प्रेम हो। प्रेमले चाहिँ के गर्छ? पापलाई ढाक्छ, छोपिदिन्छ। जस्तै कालो कुरा तपाईले यहाँ राख्नु भएछ भने सेतो कपडाले तपाईले छोपिदिनु भने त्यो कालो कुरा देख्दैन। त्यसकारणले प्रेम चाहिँ पापलाई ढाक्ने हो। प्रभु येशूको प्रेमले हाम्रो हृदय भरिएको छ भने त्यसले खराब कुराहरू लिएर हाल्दिने ठाउँ हुँदैन। शैतान चाहिँ प्रेमसँग डराउँछ। प्रेम भएको ठाउँमा शैतानको उपस्थिति हुँदैन। प्रेम भएको व्यक्तिलाई शैतानले आक्रमण गर्न सक्दैन, किनभने प्रेम नै परमेश्वर हुनुहुन्छ। अनि त्यो प्रेम परमेश्वर हुनुहुन्छ भने आज परमेश्वरको मन्दिर हाम्रो हृदय हो। अनि यो परमेश्वरको मन्दिरमा चाहिँ परमेश्वरलाई ठाउँ दिनुपर्छ। परमेश्वरको प्रेमले हाम्रो हृदय भरिएको छ भने कहिले पनि एकअर्कासँग विरोधको कुराहरू हुँदैन, किनभने विरोधको कुराहरू शैतानले यहाँ हाल्नु सक्दैन। किनभने परमेश्वरको ठाउँ, परमेश्वरको प्रेमले भरिएको हृदयमा कुनै शैतानले खराब कुराहरू लिएर हाल्ने ठाउँ हुँदैन। 34 पद र 35 पदमा हामीले हेर्यौं भने प्रभु येशूले यहाँ यसरी भन्नुभएको छ, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदा छु, तिमीहरू एक अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। 35 मा भनेको छ, यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् तिमीहरू मेरो चेलाहरू हौ। मानिसहरूले जान्नेछन् कि प्रभु येशूको चेलाहरू हुन् भनेर जान्नेछन्, देख्नेछन्, बुझ्नेछन्। अनि त्यो प्रभु येशूको चेलाहरूको हृदयमा चाहिँ के हुनुपर्छ? प्रभु येशूकै प्रेमले भरिएको हुनुपर्छ। आज त्यो यहुदा इस्करियोतलाई स्वयं प्रभु येशूलाई पक्राउने मनहरू, इच्छाहरू भइरहेको थियो र त्यो योजनाहरू बुनिरहेको हुँदा पनि, बुनिरहेको बेलामा पनि प्रभु येशूले यहुदा इस्करियोतलाई प्रेमै गरिरहेको थियो र जाऊ तिम्रो काम छिटो गर, किनभने त्यो दुष्ट आत्माले उसको जीवनबाट त्यो काम गरिरहेको थियो। प्रभु येशूलाई थाहा थियो पत्रुसलाई हप्कायो भनेर भनेछ। पत्रुसलाई हैन, दुष्ट शैतानलाई हप्काएको छ। पत्रुसको मनमा त्यो कुराहरू आयो विचारमा र फक्कै बोलिहाल्यो पत्रुसले, तपाईँ र मेरो पाप बोकेर क्रुसमा थुमा चाहिँ ऊ मारिनु पर्थ्यो, मर्नु पर्थ्यो, उहाँको रगतद्वारा मात्रै मानिसको पापहरू छुटकारा हुँदै थियो भन्ने कुराहरू परमेश्वरको योजनाहरू थियो। उसमा गएर बलिदान हुनु हुँदैन भन्ने खालको पत्रुसको इच्छा। तर पत्रुस स्वयंको होइन, त्यहाँ दुष्टले नै हालिदिएको कुराहरू थियो। त्यो परमेश्वरको कार्यमा, योजनामा चाहिँ बाधा ल्याउनलाई। तर त्यतिखेर प्रभु येशूलाई थाहा थियो कि पत्रुसले होइन, यो शैतानले हो भन्ने कुराहरू थाहा थियो र शैतान तँ मदेखि दूर होइजा भनेर। तर पत्रुस भनेर भनेको छैन, त्यहाँ शैतान भनेको छ। त्यसकारणले हामी होसियारी रहनुपर्ने कुराहरू हुन्छ र हाम्रो जति खटफटहरू हुन्छ, तितोपना हुन्छ, एकअर्कालाई विरोधको कुराहरू हुन्छ, त्यहाँ चाहिँ शैतान दियाबसको काम भइरहेको छ भनेर हामी मण्डलीहरूले जान्नुपर्छ र त्यो दुष्टलाई भगाउनुको लागि हामीले प्रार्थनाद्वारा त्यो दुष्ट शैतानलाई त्यहाँबाट हटाउनुपर्छ। अर्को कुरा, तपाईँ मेरो हृदयमा चाहिँ परमेश्वरको प्रेमले भर्नुपर्छ। यहाँ खाली ठाउँ राख्नु हुँदैन। जब खाली ठाउँ राख्दछौँ तब शैतान, दुष्ट आत्माले हाम्रो त्यो खाली ठाउँ भरिदिनुहुन्छ र जुन मण्डलीमा धेरै विरोधको कुराहरू हुन्छ, तितोपनाले भरिएको हुन्छ नि, त्यो मण्डली वृद्धि हुन सक्दैन। त्यो बिस्तारी बिस्तारी घट्दै जान्छ, सकिँदै जान्छ। तर
जुन मण्डलीमा परमेश्वरको प्रेम, प्रभु येशूको प्रेमले सबै मण्डलीको हृदय भरिएको छ भने त्यो मण्डलीमा परमेश्वरको आशिषको खोला चाहिँ बगी निक्लिन्छ र परमेश्वरको राज्यमा वृद्धि भएर जानेछ, मण्डलीहरू फैलिएर जानेछ। अनि त्यो व्यक्तिहरूले चाहिँ पढाइको व्यक्तिलाई पनि प्रेम गर्नेछ, छिमेकीलाई पनि प्रेम गर्नेछ, आफ्नो मण्डलीलाई पनि प्रेम गर्नेछ, आफ्नो परिवारलाई पनि प्रेम गर्नेछ। अनि त्यो व्यक्तिहरू चाहिँ को हो? प्रभु येशूको चेलाहरू हुन्। यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् तिमीहरू मेरो चेलाहरू हौ भनेर प्रभु येशूको वचनमा हामी पाउँदछौँ। हामी होशियारी रहनुपर्छ। त्यो खालको तितोपनाले छायो, एकअर्कालाई विरोधको कुराहरू आउन थाल्यो भने चाहिँ यहाँ दुष्ट दियवसले यो काम गर्नु सुरु गरेछ भनेर हामीले जान्नुपर्छ। एकअर्कालाई दोष दिनु हुँदैन र मानिसलाई दोष दिनु कहिले पनि हुँदैन, तर उसको निम्ति त्यो दुष्ट आत्मालाई भगाउने कोसिस गर्नु। व्यक्तिगतले प्रभु येशूको अथाह प्रेम चाहिँ हाम्रो हृदयमा भर्नु पर्ने हुन्छ। अनि मात्रै दुष्ट दियवसको कार्यहरू, दुष्ट दियवसको योजनाहरू हाम्रो हृदयमा राख्ने ठाउँ पाउँदैन। अनि परमेश्वरसम्मै हाम्रो विश्वासको, भरोसाको, आशाको जराहरू हामी गाड्न सक्छौँ। होइन भने हामीलाई शैतानले हाम्रो जराहरू पल्टाइदिनेछ। मानिसको शरीर शैतानलाई चाहिन्छ, मानिसको शरीरद्वारै शैतानले काम गर्छ र परमेश्वरलाई पनि तपाईँ हामी नै चाहिन्छ। परमेश्वर आत्मा हुनुहुन्छ अनि हाम्रो हृदयद्वारा परमेश्वरले पनि काम गर्न चाहनुहुन्छ। त्यस कारणले गर्दाखेरि परमेश्वरलाई चाहिँ ठाउँ दिनुपर्छ। एकअर्कालाई प्रेम गरियो भने यसैबाट सबैले जान्नेछन् यिनी चाहिँ प्रभु येशूको चेला हुन् भनिकन। परमेश्वरलाई धन्यवाद होस्। जतिले यो वचन सुन्नुहुन्छ तपाईँहरूको जीवनमा परमेश्वरले आशिष गरोस्। र सम्पूर्ण मित्रबाट म फेरि पनि बिदा माग्न चाहन्छु। जय मसीह।